हेलो गाइस, के छ हाल खबर? धेरै पछि आज आएको यहाँ हामी। यसो गएको दुईटा भाइहरुले लिएर आएको। भाइ यहाँ बनाउँदैछ, अब हाले भर्खरै पर्छ लगाएर नयाँ नाइस बिग क्याच। ल यो त ठुलो छ त यार, कति हो नि यो? दामी छ। ल दामी बिग साइज छ। ल दामी साइज छ। ल साइड राखेको बल्छ, यो फेरि पर्यो। ओके यार, मैले भन्थेँ नि धागो पर्छ। त्यसमा निकाल त धागो निकाल्दै फेरि हाल्दै भाइ मेरो भाइ अल्झिन्न। अब त अल्झिहाल्दै पछि फुकाउने हो। एउटा आयो, ल सानो आयो। खाली झोपामा हाल्यो, झोपामा हाल। केही छैन, फेरि आन बनाएर फेरि आन। तान ल फेरि रोक्योस् है छ। ल भाइ ल फुस्क्यो, केही भएन। तान न, कहिले फुस्किन्छ, कहिले बाइक त मात्र हान्छ गरे। फुस्क्यो छ केही भएन। ठिक छ नर्मल साइज ठिक छ। बिग साइज त अलिकति भ्यायो त भाइ, कति जस्तो थर्ड के चाहिँ भाइले खतरा पारेछ दानामा फेरि। ल कसलाई खै कतिवटा भयो त, ठुल्ठुलो भयो खै फर्किन्न। अर्को ठुलो अर्को देखा, यो सबै ठुल्ठुलो त। अर्को लामो चाहिँ होइन, यो लामो मात्रै हो। तुथो मुख मोर खस्ला मोरी भ्यान। ठिक छ। नाइस ए छैन, ठुलो थियो कि अघिको जस्तो लामो सुल्कोमा पऱ्यो यो। ल दाना हाल्नु नै भ्याउँदैन, यस्तो फास्ट रोकेछ यार। अघि यहाँ त लामो ठुलो, सुरुमा लामो, त्यसकै भयो यो सानो छ। ठिक छ त। आज त खतरै परेछ त, के हो गाइस? हान्न बाखाइन न, निकाले खान्छ भाइ। त्यो सुनिल लाएर झ्याउ भएर आयो यार। यो भाइलाई दुइटा त झ्याउ भएर छैन। ल दामी दामी पर्यो। पर्यो एउटा अझै एउटा कतले। ल रवि दाइले बारे। ल
नाइस नाइस छ दाइ नै आउनु भएपछि हाम्रो दाइसँग फिसिङ गरेको दाइले पार्नु भएको छ अघि 3टा पार्नु दिएको छु खाना त खाएर हुन्छ झुकै सुन्ने पिटी बाहिर बस्छ एउटा फेरि परेसानी भयो भने अब लास्टमा लाहाब जाने हो मधुर होस् गर्दै मच्छरले पकायो अलि पकायो भयो केटा मधुर होस् आज 10:30 वर्ष मारेको बल सुत्यो 1 बजे गएर शान्ति बाह्र मतलब हात ठुलो मात्रै मजा आयो भाइ 7 बजे गएको